कोशी प्रदेश सभाको 7औं तथा बजेट अधिवेशन आह्वान भएको छ। प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले जेठ 4 गते दिउँसो 2 बजे बजेट अधिवेशन आह्वान गरेका हुन्। मन्त्री परिषदको सिफारिसका आधारमा प्रदेश प्रमुखले प्रदेश सभा अधिवेशन आह्वान गर्ने संवैधानिक प्रावधान छ। बुधबार बसेको मन्त्री परिषदको बैठकले प्रदेश सभाको 7औं तथा बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। कोशी प्रदेशका पूर्व मन्त्री तथा एमाले ताप्लेजुङ जिल्लाका पूर्व अध्यक्ष बलबहादुर सामसोहाङ कारबाहीमा परेका छन्। अनुशासन उल्लङ्घन गरेको आरोपमा कोशी प्रदेश कमिटिले उनलाई कारबाही गरेको हो। सामसोहाङ सँगै युवा नेता मडी पोमु पनि कारबाहीमा परेका छन्। एमाले कोशी प्रदेश कमिटिको मंगलबार बसेको बैठकले दुई नेताको जिम्मेवारी खोसेर छानबिन समिति गठन गरेको एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवड़ाले जानकारी दिएका छन्। उनीहरूमाथि युवा संघको जिल्ला अधिवेशनमा हातपात र तोडफोड गरेको आरोप छ। गत वैशाख 18 गते ताप्लेजुङमा सम्पन्न युवा संघको अधिवेशनमा दुई पक्ष बीच विवाद भएको थियो। भारत र पाकिस्तान बीच द्वन्द्व चर्किएपछि नेपालले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको छ। भारत पाकिस्तान बीचको तनावको मौका छोपेर नेपाल भारत सीमा क्षेत्रमा हुन सक्ने अवैध घुसपैठ रोक्नका लागि नेपालले उच्च सतर्कता अपनाएको हो। सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको बताएका छन्। भारत पाकिस्तान बीच तनाव चर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सुरक्षा परिषदको बैठक पनि बसेको छ। सिंहदरबारमा बसेको बैठकमा भारत र पाकिस्तान बीचको तनावले नेपालमा पार्न सक्ने प्रभावका विषयमा छलफल भएको थियो। बैठकले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउने निर्णय गरेको छ।